आज रसुवाको यात्रा होइन, तत्पानीको यात्रा जान लागिरहेको छ पिटर सर र म होइन। गएर तपाईँहरूलाई देखाउनेछौँ भिडियो अनि त्यहाँ भ्यू देखाउनेछौँ होइन। के गर्नु यस्तै हो। आज रसुवाको यात्रा बाइक गएर यस्तो छ। तर चेन स्पेयर गएर चेन स्पेयर फेर्दैछ। बिजोक बिजोक पैसा गएको गाई बिजोक छ हो। बाइक बिग्रेर तनाव कुसुली हस्पिटल चोक बिजोक छ। बाइक बिग्रेर चेन स्पेयर गएर चेन स्पेयर फेर्नु लाग्यो। बाइक बन्यो 3000 चिप्ल्यो बाइकमा। अब हुने अब फेरि बाइक बनाएर अब बाइक साइक बनाएर टक्कसँग अब रसुवाको यात्रा हिँड्नेछौँ होइन। अरू जुन गाडी निस्क्यो आएको धेरै हिँडेन अनि अरू त गर्न सकिँदैन। टक्क रसुवा दौडिँदै होइन। के गर्नु यहाँ तेल हालेर ढुङ्गेमा तेल हालेर टक्क जाँदैछु। बाहिर विचार छ म चाहिँ हेर्दा छ होइन। घरलाई के भनिदिनु सक्नुहुन्छ भने के भन्ने यस्तै छ बिहार छ तल बाटो हो छ। हामी चाहिँ अब जाँदैछौँ होइन। एकछिनपछि होइन के गर्नु बाटो भ्यू सबैले देखाउँछु। हामी चाहिँ अहिले मैलुङ आएको छ। मैलुङ आइपुग्यो। बाटो पुरै बनाउँदै रहेछ यहाँ। तलबाट अर्कोले माथि अर्कोले तल अर्कोले यहाँ पलाडी गर्दैछ मैलुङ। सबै सुकेछ। लगभग 15-20 मिनट आधा घन्टापछि हाम्रो बाटो खोलेको छ। अब हामी जानको यात्रा हाम्रो यात्रा यहाँ पलाएर बाटो खोलेको छ। अब चाहिँ जेसिबी दोजरले स्काभेटर अर्को चाहिँ उता माथि छ टक्क तल माथिबाट फ्याल्ने तल यसरी फ्याल्ने। यो चाहिँ मैलुङ रसुवाई छोइसक्यो हामीले। खोला सुकेको छ पुरै। हाम्रो चाहिँ अब राइडर चेन्ज भएको छ। म अब यता पछाडितिर बसेको छु। हाम्रो दाजुले चलाउँदैछ यहाँ। अब अघि नै भिडियो बनाउनु पाएन त्यसको लागि सरी। माफ गरिदिनु होला होइन। अब यस्तै हो। राइडर थियो अघि चाहिँ। अब अहिले चाहिँ पछाडि क्यामेराम्यान बनिएको छु। यो चाहिँ रसुवाको अब हामी मैलुङ कटेको छ। अब ठाउँको नाम त थाहा छैन। यतातिर के ठाउँ हो झ्याप्प लगाएर अब ठाउँ चाहिँ थाहा छैन। यस्तै हो बाटो। यस्तै हो नेपालको बाटो। जता गयो नि त्यस्तै हो। हुन त सिटीहरूमा त अब काठमाडौँतिर त कहीँ यस्तै हुन्छ। यो त झन् रसुवा। अब हामी नुवाकोट छोडेर आज यता आएका छौँ 3-4 दिनको लागि। यहाँ चाहिँ यतातिर चाहिँ खतरा छ होइन। यो चाहिँ भूकम्पले पहिला बाटो भूकम्पले थियो। यो भूकम्पले यहाँ धेरैजना यहाँ मृत्यु भयो। यहाँ भूकम्पले गरेर पहिला पुरानो रोड यो हो। अहिलेको चाहिँ नयाँ रोड चाहिँ यो हो। त्यसैले धेरै गाह्रो छ यतातिर। डर लाग्दो जस्तो छ यत्रो भिडे यो यस्तो ऊ छ डरै लाग्दो जस्तो। धन्न यता मान्छेहरू बसेर त अब बाँच्नु त उ भएर होला झ्याप्प लगाएर होइन। यो भ्लग खोला यो चाहिँ लाङ्डाको राको खोला। हामी यो खोलाको मुहानतिर नि पुगेको थियौँ। पानी परेटामा बस्ने बोट रहेछ यहाँ चाहिँ गाई। बाटो यस्तो हिलो छ। गाह्रो छ राइडरलाई। हो डरै लाग्दो जस्तो यार। ट्रेनले हान्यो भने त यार सिधै कहाँ पुग्ने हो थाहा छैन हो। थाहा छैन यो चाहिँ के हो। लामो यहाँ पनि रहेछ ल 3 डम। यस्तै हो। धेरै घुमेको छु। अब यो घुमाइ भन्ने कुरो केही समय केही टाइमको लागि मात्रै हो। यो घुमाइयो भन्ने कुरो अब मेरो अब धेरै हुने छैन। अब यो र अर्को एउटा घुमाइ हुन्छ ल। घुम्यो भने त्यो पछि अब घुम्न अलिक बन्द हुन्छ अलिक उसम्म। त्यस्तै हो। हाम्रो यात्रा चाहिँ 3जनाको भएको छ। 2टा बाइक एउटामा एकजना छ। एकजना जाँदैन हाम्रो कहाँ पुग्यो थाहा छैन। रफ्तारमा छ। त्यहाँबाट लड्यो भने सिधै पिछली खोला ठ्याक्कै त्रिली पुग्छ नयाँ पुलमा। एउटा राइडर चाहिँ पुरा रफ्तार छ सिङ्गल छ ऊ चाहिँ। कसरी हो मैले त चस्माले देखेन है गाई चाहिँ। चस्मा लाग्यो राइडर त पछाडितिर पो नि। सरी झ्याप्प लगाएर यो चाहिँ पुरानो बाटो यताबाट निकालेर अहिले त्यतातिर बाटो खाली भइरहेछ। बाटो धेरै
धेरै यतातिरको अवस्था यस्तो छ, साथै जाने होइन, गाह्रो गाह्रो छ जिन्दगी। पछाडि राइडरहरू त्यहाँ आइहाल्यो अरे, म त नचिनेकै छ, चस्मा लगाएको छु अनि त्यही भएर होला, चस्मा कालो चस्मा त्यो बेला नदेखायो होला, अब रातमा पनि लाग्यो त्यो भएर चलिरहेछ। बाटोको हालत यस्तै छ यहाँको होइन, यहाँ पलाएर बाटो हे यस्तो बाटोमा धन्न राइडरहरू चलाउँछ हे। हाम्रो दाजुको जिगर छ, बाटो देखेरै आत्माले ठाउँ छोड्छ या कोही भ्याउने अब यो बाटोमा सक्छ त कसैले। रसुवा हो रसुवा, यो त कहाँ जानुहुन्छ हो दाजु, साह्रै लिएर गइछ, दुईजना लाग्नुहुन्छ होला बिस्तारै, बाटो देखेर सातो गइसक्यो यहाँ तेरिका यस्तो बाटो छ होइन। त्यही पनि अब चलिरहनुपर्छ, जिन्दगी गाह्रो छ। अगाडि दाइ पनि हिँडिरहेको छ, अब के भन्नु, बाटो यस्तो छ, बाइकले तानेको छैन त्यस्तै, अब हामी ठोकिन लास्तो भइरह, गाह्रो छ हो गाह्रो छ यस्तो बाटोमा, नचलाउनु नहुने चलाउनु नहुने त्यस्तो भइरह। अब राम्रो बाटो आइपुग्यो जस्तो लाग्यो। यहाँ पलाएर होइन यस्तै छ, यतातिर त्यस्तो हो क्या, डाँडै यस्तै पाहाडको खोलाको बिचबाट चाहिँ हिँडेको छ बाटो छ। हेर्नु साथीहरू, यहाँ चाहिँ पुरा ढुक्कैमा घर छ है, यहाँ सही छ बस्ती, यहाँ पलाएर बस्ती दामी छ, बरु किन हल्दे होइन, अब के गर्ने यस्तो बाटोमा त गोब्रा ल्याएर टाउलाई पनि हल्लिन्थ्यो, गाह्रो छ गाह्रो छ। त्यो त ओडाभित्र घर बनायो यहाँ, मान्छे त्यहाँ बस्छ, भूकम्प आयो नि के हुने हो त्यहाँ हालत थाहा छैन, यस्तै छ बाटो हिलो यहाँ। रसुवाको बाटो यस्तै छ ल, रसुवाको नेताहरूले यसो हल्का हेल्प गरिदिनु यो बाटोमा, भ्याल छ है। बाहिर स्कुलबाट आयो होला। हेलो ब्लगमा स्वागत छ मेरो भाइहरूलाई। त्यस्तो पनि बसेको छैन, बस पनि आइरहेको छ दुङदुङ। यहाँ पलाएर हाम्रो बस ड्राइभरजी यस्तो मान्छे यहाँ चाहिँ बसेको छ, यहाँ ट्याक्सी लगाएर हामी चाहिँ पोरै होइन पोहोर आउँथ्यो कि हामीले यहाँ खाएको थियो, यसपालि यहाँ खाली छ। यो त यार पाइलटको बाटोमा धुलो रास्तै भइदियो, यस्तो छ फेरि नताएको जस्तै छ नभन्दा, यहाँ ढुङ्गाको बिचमा गाह्रो छ भ्लग बनाउँदा नि, मान्छेको अघि कि क्यामेरा समातिन्छ भ्लगमा, बिजोक छ भ्लगरको जिन्दगी, राइडरको जिन्दगी त्यस्तै हो। यहाँ पलाएर हिँड्दैछ यहाँ दुईजना मजाले, यहाँ तलहरू यस्तो छ, माथिहरू यस्तो छ, मुनिहरू यस्तो छ, अनि आएर यस्तो छ, के गर्नु होइन। कति लामो कति हल्का यो हो नि त, अनि झर्ना भनेको त यति अल्गो यति गहिरो लगाएर बाटो नि यस्तै छ, गरेछ के गरेछ दुईजनालाई। बल्ल हामी मेन रोड आइपुग्यो, अब चाहिँ मेन रोड आइपुग्यो, तपाईँले आश लागेको टाढो पुग्छ भनेर। अफ रोडमा यस्तो बाटोमा उखाड्दै बिरामी होला जस्तो लाग्यो है मलाई नि, धेरै पछि अहिलेसम्म होला सायद रेकर्ड यसरी लङ यात्रामा पछाडि बसेर हिँडेको म, अन्त आफै राइड गर्थ्यो, पछाडि बसेर हिँडेको पुरा दुखिरहेको छ नि। ए भाइ धन्दै बाटोले धन्दै नकाट्दिएको, धेरै पछि लङमा हिँडेको लाग्यो बस्दा हो भने आफूले मात्रै चलाएको, अर्कोले चलाएको बसे होइन, आज बसेको त्यही भएर होला पुरा लास्टै गाह्रो भइरहेछ। यहाँ त्यस्तो ढुङ्गा छ, ढुङ्गामा यसरी बस्छ बाटो चाहिँ गरेर ट्याक्स चलाएर
पलाएर अनि यता हेऱ्यो बिचमा छ हामी चाहिँ अब लगभग आइपुग्न लायक जस्तो छ। आइपुग्यो यस्तो ठाउँमा बाटो नि यस्तै छ, ठुल्ठुलो गाडी आउँछ, हराइँदैसक्यो, ट्याक्क बत्ती रातो बत्ती बालिसक्यो कि रोक्नु होला भनेर। बवाल ठाउँ त्यहाँ चाहिँ यो भित्र खै के छ हो, यस्तो घर बनाएको छैन नि पाहाडभित्र। अब यत्रो म खोपेर बनाएको त्यो पसल हो कि घर हो कि बत्ती नि तिमीले त्यो भित्र कति सटर बनाएर रहेछ ल, होइन र हो पौरस गरे यहाँ सटर पनि रहेछ, यहाँ बत्तीसम्म यो चाहिँ पौरस घर है यहाँको। तिमीले बत्ती छ भित्र चाहिँ जान दिएर हामी पनि जानुहुन्थ्यो है, जान दिँदैन होला। कतिवटा डाँडा करेर आए थाहा छैन। ल यो त नि इभी चल्दो रहेछ है, गाइजहरू इभी यो कहाँ इभी हो, यहाँ बोलाएर यो कुन ठाउँ हो थाहा छैन हामीलाई। हाम्रो साथी कता हरायो अब ल भयो त अब साथी गायब भइसक्यो, कहाँबाट जाने थाहा छैन। चाहिँ रसुवाकै मेनु हो, यतातिर घर ट्याङहरू चाहिँ बवाल छ। मेरो राइडर चाहिँ सिधै बाटो मात्रै हेर, दायाँ बायाँ नहेर, दायाँ बायाँ हिँड्छ मेरो हो। अघि नै भन्दैन नगर्ने, कहाँ हो कहाँबाट जाने हो थाहा छैन। चिनेको मान्छे रस्ता हिँडिसक्यो, त्यहाँ बसिरहेको छ। एकछिन है यस्तो छ साथीहरू, नाइ पनि छैन। सुरुङ यो चाहिँ हामी देखाउँदैछ खाजा हाम्रो, ट्याक्क लगाएर हाम्रो खाजै हो यो चाहिँ सुरुङ। कहाँ हो है, कहीँ बत्ती बोलिरहेको रहेछ, बवाल छ हो, बवाल चिजहरू थिए, बत्ती सत्ती बाहिर लाग्दो रहेछ। खतरा छ हेर, भित्र जानु पाइनु नि डर लाग्छ बरु। तल छ उता यस्तो ठाउँ छ यहाँ, त्यो ढुङ्गा छ भने के होला, भुङ्गा मात्रै नजाएर ढुङ्गा रहेछ यो त। है चिल जसरी बसेको छौ, चिल जसरी यस्तो बाटोमा। अहिले अब चाहिँ म पछाडि होइन चिसो भयो नि त, अनि त्यही भएर डररोसलाई चलाउन दिएको, अनि म चाहिँ पछाडि बसेको। बाटो त हेर्नु सक्नुहुन्छ डेन्जर छ होइन, के गर्नु यस्तै हो पारा। यस्तै छ बाटो यहाँ, खतरा छ खतरा। यसको लागि त होइन पुरा क्रसफायरहरू भियरहरू कुद्न पर्ने हो यो बाटोमा, एक्सिडेन्टहरू खतरा छ बाटो। टर्निङ छ यहाँ त, टन्नै छ टर्निङ, खतरा छ टर्निङ यहाँ त। टर्निङ त्यति कमजोर छैन, अब्रोजको किङ हो तर अलि सुनिकै अलि अल्को भइदियो भने राम्रो हुन्थ्यो। ए टर्निङ चाहिँ एकदम छोटो छ नि, सर्टकट के। यस्तोमा बसहरू चलाउँछ डरै लाग्ने जसरी, गाह्रो छ हो गाह्रो छ। या भिड पाखा हेर्नु सक्नुहुन्छ भिड, अनि त्यहाँ हेर्न टाढा खतरा फेरि। अब रात पर्दै गयो, अदर हुँदै गएको छ, 1 घन्टा लाग्छ अरे। हामी लगभग 7 बजी पुग्छ होला तातो पानी। रात पर्दै गएको छ, बाटो यस्तै छ, अब कहाँ के हुने थाहा छैन। तर पोहोरको भन्दा बाटो अहिले अलि राम्रै रहेछ। यतिको त हामी उडाउँछ, पोहोरको चाहिँ खतम थियो होइन, अहिले चाहिँ दामी भन्दा ठिकै छ। पोहोरको हेर्दा एकदम खतरा हो नि, यो त राम्रो हो नि। पोहोरको भन्दा त दामी कति दामी हामी हिँडिसक्यो, त्यहाँ बसिरहेको एकछिन है यस्तो छ साथीहरू, नाइ पनि छैन। सुरुङ यो चाहिँ हामी देखाउँदैछ खाजा हाम्रो, ट्याक्क लगाएर हाम्रो खाजै हो यो चाहिँ सुरुङ। कहाँ हो है, कहीँ बत्ती बोलिरहेको रहेछ,
बवाल छ हो, बवाल बवाल चिजहरू रे। कति सति बाली लाग्दो रहेछ। खतरा छ हेर, भित्र जानु पाएन नि डर लाग्छ बरु। तल तल छ उता त त्यो ठाउँ छ यहाँ। त्यो ढुङ्गा छ भने के होला, भुङ्गा मात्रै नदिएर ढुङ्गा रहेछ यो त। ए चिल जसरी बसेको छ हौ, चिल छ यस्तो बाटोमा। फाइनली अब चाहिँ म पछाडि होइन चिसो चिसो भयो नि त, अनि त्यही भएर डररोसलाई चलाउन दिएको। अनि म चाहिँ पछाडि बसेको। बाटो त हेर्नु सक्नुहुन्छ डेन्जर छ होइन, के गर्नु यस्तै हो पारा। यस्तै छ बाटो यहाँ, खतरा छ खतरा खतरा। यसको लागि त होइन पुरा क्रसफायरहरू गियरहरू कुद्न पर्ने हो यो बाटोमा, एफसेटहरू। खतरा छ बाटो। टर्निङ छ यहाँ त, टन्नै छ टर्निङ, खतरा छ टर्निङै टर्निङ यहाँ त। तर टिकटली त्यति कमजोर छैन, अमरोको किङ हो तर अलि सुनि क्या, अलि अल्को भइदियो भने राम्रो हुन्थ्यो। ए टर्निङ चाहिँ एकदम छोटो छ नि, सर्टकट के। यस्तोमा बसहरू चलाउँछ डरै लाग्यो जसरी। गाह्रो छ हो, गाह्रो छ या भिड पाखा हेर्न सक्नुहुन्छ भिड। अनि त्यहाँ हेर्न टाढा खतरा फेरि। अब रात पर्दै गयो, अदर हुँदै गएको छ। 8 घन्टा लाग्छ अरे, हामी लगभग 7 बजी पुग्छ होला तातो पानी। अब रात पर्दै गएको छ, बाटो यस्तै छ। अब कहाँ के हुने थाहा छैन, तर पोहोरको भन्दा बाटो अहिले अलि राम्रै रहेछ। यतिको त हामी उडाउँछ। पोहोरको चाहिँ खतम थियो होइन, अहिले चाहिँ दामी भन्दा ठिकै छ। पोहोरको चाहिँ एकदम खतरा हो नि, यो त राम्रो हो नि। पोहोरको भन्दा त दामी कति दामी टर्निङ हेर्न कति छोटो छ, त्यही माथि फेरि लामो गाडी चल्छ। डरै लाग्छ है, पर्या जस्तो भइरहेको छ होइन। फाइनली हामी चाहिँ टक्करसँग बाटो देखेर त यस्तै छ। बाटो त डेन्जर भएको छ है, यस्तो हेर्नु दामी छ बाटो। बिराजी बाउको हरामी कुरो जस्तै छ होइन। बाटो पनि दामी, ठाउँ पनि दामी यहाँको त। त्यस्तो डाँडामा घरहरू टक्क दामी बस्ती जस्तै छ। टर्निङ भने कम्ती पनि 30-40 होला। 30-40 टर्निङ गरिसक्यो हामीले, छोटो छोटो एक हातको जस्तो टर्निङ बनाएको। कुन चाहिँ इन्जिनियरले गरे हो, हुन त यस्तोमा इन्जिनियर चाहिँदैन, इन्जिन भएर फेल हुन्थ्यो होला। आफ्नै मनपट्टि होला जस्तो लाग्यो। अघि देखाएको ढुङ्गा ऊ देख्न आइपुग्यो हामी। अब यति माथि यति हात आइसक्यो हामी। अब त्यसलाई नि नागेर चाहिँ जाँदैछ उपर जाएगा हामी। अझै उपर जाए, हात चाहिँ उपर अझै छ बाटो। यस्तो छ, गाह्रो छ हो, गाह्रो छ है। बाइक छोटो टर्निङ लिन्छन् त्यही भएर कि यस्तो बिग्रिया बाटोमा चाहिँ कहाँ छोटो टर्निङ दिन्छ। चिप्ल्या होला। ढुङ्गाले फाल्यो छोडिसक्यो बाटोमा, यत्रो ढुङ्गा छ, गाह्रो छ। एकजना साथीहरू पनि पल्टिहाल्यो, छुटिहाल्यो। निन्द्रा नलाग्यो, निन्द्रा अलि भएर होला, नम्बर परेको त्यस्तै हो। बेला बेलामा यस्तो अगाडि गयो त्यो 180 वाला। हामी चाहिँ होइन, हामी पनि एकछिन कुलोमा धन्दै नजाके के गर्नु, अलिअलि धन्दै गऱ्यो। पछि यता अरू हेर्छ यो पनि चित्रेहरू छ मस्त चिलमा होइन। बाटो यस्तो छ यहाँ, ढुङ्गा छ, गाह्रो छ पालामा होइन। है भोलि ल्याउने हो। राइडर हाम्रो अहिले चाहिँ दाजु बिहारी थियो होइन। अहिले चाहिँ राइडर छ। हामी चाहिँ ट्याक्क अहिले गोलजुङको अपोजिट साइडमा छ, गाल्दाङ गुल्डुङको ठाउँमा। त्यो गाउँ चाहिँ गाल्दाङ गुल्डुङ होइन। हामी चाहिँ यता भित्तामा यो टोलीले धुलो उडाए नमजाले राति। यो मान्छेले धुलो बेसरी उडाइरहेको अब चाहिँ ट्याक्कै रात परेको छ। यहाँ चाहिँ एउटा दामी गाउँ रहेछ है, बस्ती खतरा। टिकटले भन्दैछ होइन, बाटो चाहिँ देखेको छैन, अँध्यारो हेर्नु सक्नुहुन्छ तपाईँको। कस्तो धमिलो अँध्यारो देखिरहेको छ। हामीले आधी बाटोमा आइदिएको छैन भनिरहेको छ। भ्लगरहरू नुवाकोट जाँदाखेरि त त्यस्तो बाटोलाई त बिग्रियो भने रसवायो भने त उनीहरूले बाइक पनि ल्याउन सक्दैन होला क्या, त्यस्तो बाटो छ क्या। त्यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ क्या, झिलिमिली भएको छ है।
अनि ऊ त्यो माथि चाहिँ गोलडुङ्गो भइहाल्यो, त्यहाँ झिलिमिली छ, अन्धकार भइहाल्यो फेरि होइन। खर्च अगाडि 150 दौडिएको छ, हामी पछाडि दुकालीमा डबल लोड होइन, 180मा सिङ्गल। अनि हामी चाहिँ यसरी अफ रोड हेर्नु त बाटो त डेन्जर बाटो छ, के गर्नु है। त्यहाँ चाहिँ पौरस घर बनाएर रहेछ, झिलिमिली भएको छ। फाइनली हामी चाहिँ त्यो बत्ती देखेको ठाउँमा पुग्नुपर्ने है। र राम्रो देखेको छैन होइन, त्यो बत्ती बजिरहेको ठाउँ पुग्नुपर्छ हामी चाहिँ। त्यो पुगी चाहिँ के हो थाहा छैन होइन, अँध्यारो हुँदा केही देखिया भएछ होइन। अहिलेलाई मात्रै क्यामेरा अहिले त्यो त के रहेछ। आइपुग्यो फाइनली तातो पानी, त्यो बत्ती देखाएको ठाउँ केही छैन अहिले, राति भएर खासै राम्रो देखाएको छैन। भोलि बिहान पनि देखाउँछु हामी राम्रो भ्यूहरू। हाम्रो भ्लगमा यसरी जुरिरहनु होला सबैजना मजाले। आउँछ फेरि अब भोलि उज्यालोमा यस्तो बवाल बवाल चिसो चिसो रहेछ यता त पुरै अब माथि माथि चढाइ भएर होला। ल ट्याक्क फाइनली हामी चाहिँ तातो पानी आइपुग्यो। हेलो अब रातिको समय ठ्याक्क भर्खर आइपुग्यो है। अब भोलि बिहान हामी देखाउँ ल के छ र भ्यूहरू। अहिले चाहिँ अँधेरो पनि यस्तै हो पोरै होइन, पोहोर आउँथ्यो हामीले यहाँ खाजा थियो, यसपालि यहाँ खाली छ। यो त यार पाइलटको बाटोमा धुलो राष्ट्रै भयो त यार। त्यस्तै छ होइन बाटो, गाडी भने गाडी मात्रै चिनी छ भने यस्तो छ रसुवाको हालत। गाडी भने गाडीमा चिनी, फेरि हामी चाहिँ फेरि यो कच्ची बाटो हो क्या, फेरि माथि उठाउनु भने त पुरा फेरि पिचै पिच छ, खतरा छ, त्यहाँ चाहिँ बवाल छ। यो चाहिँ अब बाटो कच्ची अहिले टाढो पुग्ने। एउटा चाहिँ हाम्रो ड्राइभर दाइले बाटो छोडिदिएको छ हामीलाई, आएको छ। मेरो दोस्तहरू अरुण अनि परस सुनिल तिमीहरूलाई मिस गर्दैछौँ, के छैन तिमीहरूलाई यहाँ त हामी भिडियो बनाउँदैछ। हामी अब चिसो भयो दृष्टिमा रसुवा तातो पानी ल्याउनु जाँदाखेरि हामी झर्ना आयो है, झर्ना झर्ना झ्याप्प लगाएर क्यामेरा आयो झर्ना है। यहाँ चाहिँ बाटो चाहिँ सही लाग्छ मलाई, यहाँ बवाल छ हौ बवाल बवाल। यो हल्दै हल्दै गर्छ झ्याप्प लगाएर पुरा। यहाँ चाहिँ यस्तै मात्रै छ, यस्तै मात्रै छ, सुरुङै सुरुङ सुरुङै सुरुङ छ यहाँ चाहिँ। बाटो त सही छ हो पुरा आवाज है के बनाउँछ। हामी क्या ट्रेन रहेछ बहुत लामो ट्रेन उठाउँदैछ यहाँ बाटो हेर न मुला। अहिले हामी पनि पुग्यो भने यहाँ यस्तो खतरा छ अरे क्या, हिँड्दैन चाहिँ उता उतैले यहाँ यस्तो बस्ने खतरा भनेको ठाउँतिर बस्ने हो भने खतरा ट्रेन काम गरेको मान्छे बनाउला हो। बाटो यस्तो छ कश्मीर के भन्छ लद्दाख, लद्दाखतिरको जस्तो छ हो बाटो। यता त हेर्थ्यो त्यहाँ लद्दाखको यस्तै छ बाटो, भिडियोमा चाहिँ हेर्थ्यो गएको छैन, यस्तै छ बाटो लद्दाखमा। टक्क यता चाहिँ लद्दाख जस्तै छ हो है, काम चलिरहेको छ। त्यहाँ पानी पिउनु लाग्यो एकदम काम छैन हामीसँग, यहाँ काम चलिरहेको यताको भ्यू चाहिँ फेरि यस्तो छ फेरि लद्दाख जस्तै छ नभन्दा झ्याप्प ढुङ्गै ढुङ्गाको बिचमा। गाह्रो छ भ्लग बनाउँदा नि, मान्छेको अर्ग्यानिक क्यामेरासँग हुन्छ भ्लगमा। बिजोक छ हो बिजोक छ भ्लगहरूको जिन्दगी, राइडरको जिन्दगी त्यस्तै हो। झ्याप्प लगाएर हिँड्दैछ यहाँ दुईजना मजाले।
यस्तो छ, माथिहरू यस्तो छ, मुनिहरू यस्तो छ, अनि आएर यस्तो छ के भन्नु होइन। कति लामो कति हल्का यो हो नि त। अनि झर्ना भनेको त यति अल्गो यति गहिरो लगाएर बाटो नि यस्तै छ गरेछ के गरेछ दुईजनालाई। बल्ल हामी मेन रोड आइपुग्यो। अब चाहिँ मेन रोड आइपुग्यो। तपाईँले आश लागेको टाढो पुग्छ भनेर अफ रोडमा यस्तो बाटोमा उखाड्दै बिरामी होला जस्तो लाग्यो मलाई नि। धेरै पछि अहिलेसम्म होला सायद रेकर्ड यसरी लङ यात्रामा पछाडि बसेर हिँडेको म नत्र आफै राइड गर्थ्यो। अनि पछाडि बसेर हिँडेको पुरा दुखिरहेको छ भने भाइ धन्दै बाटोले धन्दै नजान्दैको धेरै पछि लङमा हिँडेको लागे दुख्यो बस्दा हो भने आफूले मात्रै चलाएको अर्कोले चलाएको बसे होइन आज बसेको त्यही भएर होला पुरा लास्टै गाह्रो भइरहेछ। यस्तो यस्तो ढुङ्गा छ ढुङ्गामा यस्तो बस्छ बाटो चाहिँ गरेको ट्याक्क लगाएर यस्तो छ फेरि ट्याप्प लगाएर अनि यता हेऱ्यो बिचमा छ हामी चाहिँ अब लगभग आइपुग्न लायक जस्तो छ। आइपुग्यो यस्तो ठाउँमा बाटो नि यस्तै छ। ठुल्ठुलो गाडी आउँछ हरेन दिइसक्यो ट्याक्क बत्ती रातो बत्ती बालिसक्यो कि रोक्नु होला भनेर बाबा ठाउँ त्यहाँ चाहिँ यो भित्र खै के छ हो यस्तो घर बनाएको छैन पाहाडभित्र। अब यत्रो म खोपेर बनाएको त्यो पसल हो कि घर हो कि बत्ती नि तिमीले त्यो भित्र कति सटर बनाएर रहेछ ल होइन र हो पौरस गरे यहाँ सटर पनि रहेछ बत्तीसम्म यो चाहिँ पौरस घर है यहाँको फेमिली बत्ती छ यो भित्र चाहिँ जान दिएर हामी पनि जानु थियो है जान दिँदैन होला कतिवटा डाँडा कटेर आए थाहा छैन। ल यो त नि इभी चल्दो रहेछ है गाइजहरू इभी यो कहाँ इभी हो यहाँ लाएर यो कुन ठाउँ हो थाहा छैन हामीलाई। हाम्रो साथी कता हरायो अब भयो त अब साथी गाइड भइसक्यो कहाँबाट जाने थाहा छैन। रसमा मेनु हो यतातिर घर त्यहाँ